अब यो ऐतिहासिक ठाउँहरू रहेछ। ल यो ऐतिहासिक ठाउँ मन्दिर प्राङ्गण। यहाँ मेरो दाजु हुनुहुन्छ। यो मन्दिरको बारेमा चाहिँ अलिकति भनिदिनु त दाजु। होइन मलाई अब मन्दिरको बारे सबै डिटेल यथार्थ चाहिँ टुप्पाफेट चाहिँ मलाई त्यति छैन। हाम्रा पाकाहरूले अहिले पहिलाका बुढापाकाहरूले भनेअनुसार चाहिँ यहाँ ज्योतिनन्द गुरु हुनुहुन्थ्यो अरे। उहाँ तपस्या गर्नुहुन्थ्यो र सबैभन्दा पहिले यहाँ ज्योतिनन्द गुरुले नै तपस्या गर्नुहुन्थ्यो। अनि उहाँ पछाडि हाम्रो फाल्गुनन्द अनि आत्मानन्द गुरुहरू पनि यहाँ गुफा बस्नुभएको भन्ने कुरा छ। र पछाडि चाहिँ ज्योतिनन्द गुरु र आत्मानन्द गुरु कसले हो त्यहाँ पानी उमारिएको ठाउँ पनि छ। अनि यहाँ चाहिँ उहाँ गुरुज्यू र यहाँ ज्योतिनन्द गुरुको विद्या चाहिँ एक आपसमा को चाहिँ भनेर एक आपसमा विद्याले चाहिँ हानहान गर्नुहुन्थ्यो अरे। अनि यहाँ एक ठाउँ कहाँ पहिरो लड्नु पर्ने ठाउँमा ज्योतिनन्द गुरु चाहिँ एकैचोटि पल्टिनु भयो अरे, त्यहाँबाट उठ्नु भएन छ। हजुर। तर ज्योतिनन्द गुरुको अनुयायीहरूको चाहिँ भनाइअनुसार चाहिँ उहाँ चाहिँ तपस्या गर्दै हुनुहुन्थ्यो। तर ठाडोको ठाडै बसेकोमा परमधाम हुनुभयो, मतलब उहाँ स्वर्गारोहण गर्नुभयो भन्ने कुरा उहाँहरूको छ। तर मैले सुनेको चाहिँ बालानन्द गुरुले विद्याबाट हानि पठाउनु भएको अरे र पल्टेर ढल्नु भएछ अरे। अनि यता ज्योतिनन्द गुरुले पनि हान्नु त भएको अरे, तर गुरुज्यूको छेउछाउमा पहिरो मात्रै गएछ अरे। नभन्दैमा हाम्रो गुरु आत्मानन्द गुरुज्यूको आसपासमा पहिरो पनि गएको हो, हामीले सुनेको चाहिँ त्यस्तो। अनि गुरुज्यूले चाहिँ फेरि पछाडि पूजा लाएर त्यहाँ सेवा लाएर ती पहिरोहरू जम्मै रोकिएर अहिले त्यहाँ जम्मै भवनै भवन छ। आत्मानन्द खाएको जस्तो जस्तो लाग्छ। आत्मानन्द गुरु भनेको अहिले हाल माङ्सेबुङ हजुर हाम्रो गुरु हुनुहुन्छ, उहाँको कुरो मैले त यसो कानमा सुनेको कि अब अहिले अध्येताहरूले त विस्तृत रूपमा भन्नुहुन्छ। हामी चाहिँ मसिनो बालापनमा सुनेको है। अनि यहाँ धुमधाम पूजा लाग्थ्यो। अनि यहाँ त एउटा कति महिनौ ननिप्ने यहाँ महावती बाल्नुहुन्छ। त्यहाँ चाहिँ मटेरियल प्रयोग गरेको हो भन्ने कुरा पनि आउँथ्यो है। तर पछि चाहिँ होइन रहेछ। महावती भन्नाले बत्ती नै बल्थ्यो, तर तल चाहिँ तेल अनवरत रूपमा रहने, ट्याङ्की नसिद्धिने। यहाँ कहाँ छ होला, म त्यति यहाँ घुम्दिनँ। तर यसको चाहिँ विस्तृत भन्नेहरूले चाहिँ भन्दा यहाँ धेरै छ, महत्त्व चाहिँ असङ्ख्य नै छ। तर पहिला हामी बालापनमा सुनेको क्या एकदम रोचक कहानी। यहाँ ज्योतिनन्दले बाण हान्नुभयो अरे, हाम्रो बाला गुरुज्यूको आसपासमा त गुरुज्यूलाई लाग्नु पर्ने, उहाँ पहिरो मात्रै गरङ गरङ झरेर सानो पहिरो लडेको छैन नि त त्यतिखेर।